आज हामी एउटा चाखलाग्दो विषयमा अलि गहिरिएर हेर्दैछौँ। हजुर। समाजमा हामी प्राय क्रिस्चियन धर्म भन्ने शब्द सुन्छौँ होइन, तर धेरै क्रिस्चियनहरू आफैले चाहिँ आफ्नो विश्वासलाई धर्मभन्दा आस्था भन्न रुचाउँछन् रे। हो, यो सुन्दा सामान्य लाग्न सक्छ, तर यसको पछाडि एउटा गहिरो अर्थ छ। हो त, बाहिरबाट हेर्दा त उस्तै एउटै कुरा जस्तो लाग्ला नि, तर भित्री बुझाइमा केही फरक छ जस्तो लाग्यो। आज यही भिन्नता के हो र किन यो महत्त्वपूर्ण छ, यसैमा कुरा गरौँ न त। एकदम। यो शब्दको छनोटले नै क्रिस्चियन विश्वासको केन्द्रबिन्दुलाई समात्न खोज्छ जस्तो लाग्छ मलाई। कसरी? अब धर्म भन्ने बित्तिकै हाम्रो दिमागमा के आउँछ? नियमहरू, रीतिरिवाजहरू, परम्परा होइन, बाहिरी अभ्यासहरू, के गर्ने के नगर्ने भन्ने जस्तो। हो नि, चेकलिस्ट जस्तै, चर्च जाने, प्रार्थना गर्ने, यस्तै यस्तै। हो, तर आस्था शब्दले चाहिँ त्योभन्दा अलि भित्री कुरालाई जोड दिन्छ। यो भनेको परमेश्वरमाथिको व्यक्तिगत विश्वास, भरोसा अनि हृदयको समर्पण हो। व्यक्तिगत विश्वास र समर्पण। हजुर, यो भित्री कुरा हो, परमेश्वरसँगको एउटा जीवित व्यक्तिगत सम्बन्ध। बाइबलमा हिब्रू 11:1 पनि भन्छ नि, आस्था आशा गरिएका कुराहरूको निश्चय र नदेखिएका कुराहरूको प्रमाण हो। यो बाहिर के गरिन्छ भन्ने मात्र होइन, भित्र किन गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ। सम्बन्धको कुरा आयो है। हो, सम्बन्ध। बाइबलमा परमेश्वरलाई अब्बा, पिता भनेर पनि सम्बोधन गरिएको छ। यसले कस्तो न्यानो पारिवारिक सम्बन्ध देखाउँछ होइन र? यो नियम कानुनको सूची मात्र होइन। अनि अर्को एउटा मुख्य कारण पनि छ के अरे आस्था शब्द रोज्नुको। धर्मले कता कता हामीले राम्रो काम गरेर मुक्ति कमाउने जस्तो अर्थ दिन्छ कि? हो, यो एकदमै महत्त्वपूर्ण बुदा हो। धर्मले अक्सर मानिसले केही गरेर, असल काम गरेर परमेश्वरलाई रिझाउने वा मुक्ति पाउने बाटो देखाउँछ जस्तो लाग्छ। तर क्रिस्चियन विश्वासमा त त्यस्तो होइन नि। होइन, क्रिस्चियन विश्वासको मूल सन्देश नै के हो भने मुक्ति हामीले गर्ने कामले कमाउने कुरा होइन। यो त परमेश्वरको अनुग्रह, मतलब उहाँको सित्तैको दान हो, जुन येशूमा विश्वास गरेर आस्था राखेर मात्र पाइन्छ। एफेसी 2:8-9 स्पष्टै छ नि। एउटा भनाइ नै सुनेको थिएँ मैले कता कता। धर्मले सोध्छ मैले के गर्नुपर्छ, आस्थाले भन्छ येशूले मेरो लागि के गरिसक्नुभयो। एकदमै कति राम्रो भनाइ। यसले ठ्याक्कै त्यो भिन्नता देखाउँछ। जोड हाम्रो प्रयासमा होइन, येशूले गर्नुभएको काममा छ। अनि येशूले आफैले पनि त त्यो बेलाका धार्मिक मानिसहरूलाई, फरिसीहरूलाई आलोचना गर्नुभएको थियो नि होइन र? उनीहरू नियममा एकदम कडा थिए रे। हो त, मत्ती 23 हेर्नुभयो भने उहाँले कडा शब्दमा भन्नुभएको छ। उनीहरू बाहिरी नियम पालना गर्नमा एकदमै पक्का थिए, तर भित्र हृदयको कुरा, न्याय, दया, विश्वास जस्ता महत्त्वपूर्ण कुरालाई चाहिँ बेवास्ता गर्थे। देखावटी पनि भयो त्यो त। हो, देखावटी धार्मिकता। येशूले सधैँ जोड दिनुभयो कि परमेश्वरलाई बाहिरी नियम पालना गरेको भन्दा पनि हृदयको साँचो परिवर्तन र उहाँसँगको वास्तविक सम्बन्ध मनपर्छ। नियम मात्रै पालना गर्दा कहिलेकाहीँ त्यो सम्बन्ध नै ओझेलमा पर्न सक्छ, ढोङ बढ्न सक्छ। त्यसो भए यो सबै कुराले के देखाउँछ भने क्रिस्चियन विश्वासको जग नै सम्बन्ध रहेछ। बिल्कुल। येशू कुनै नयाँ धर्म, नयाँ नियमहरूको सूची लिएर आउनुभएको थिएन, बरु मानिस र परमेश्वर बीचको त्यो टुटेको सम्बन्धलाई फेरि जोड्न आउनुभएको थियो भन्ने बुझाइ हो। हो, ठ्याक्कै त्यही हो। बाइबलमा 2 कोरिन्थी 5 लेखिएको छ नि, उहाँले हामीलाई परमेश्वरसँग मिलाप गराउने सेवा दिनुभयो भनेर। अनि त्यो मन्दिरको पर्दा च्यातिएको घटना नि त्यसले पनि यही सङ्केत गर्छ। हो, त्यो एकदमै शक्तिशाली प्रतीक हो। त्यो पर्दाले मानिसलाई परमेश्वरको सबैभन्दा पवित्र उपस्थितिबाट अलग गर्थ्यो। येशूको मृत्युको समयमा त्यो माथिदेखि तलसम्म च्यातिनुले अब परमेश्वरसम्म पुग्न कुनै बाधा छैन, सिधै उहाँसँग व्यक्तिगत सम्बन्ध राख्न सकिन्छ भन्ने ढोका खुलेको देखाउँछ। यसरी हेर्दा त विश्वास एकदमै व्यक्तिगत र जीवन्त कुरा हुने भयो नि, नियमहरूको निर्जीव सूची जस्तो होइन। हो नि,
यसले विश्वासलाई एउटा सक्रिय, भरोसापूर्ण अनि प्रेममय सम्बन्ध बनाउँछ परमेश्वरसँग। अनि बाहिरी कार्यहरू जस्तै प्रार्थना गर्नु, अरूलाई मद्दत गर्नु, यिनीहरू पनि नियम पूरा गर्नको लागि मात्र होइन, तर त्यो भित्री सम्बन्ध र प्रेमको अभिव्यक्ति बन्छन्। जस्तो याकुबको पुस्तकमा भनेको छ क्यारे। हजुर, 1:27 त्यहाँ साँचो र शुद्ध धर्मिन्ता चाहिँ अनाथ र विधवाहरूलाई उनीहरूको दुखमा हेरचाह गर्नु र संसारबाट आफूलाई निष्कलङ्क राख्नु हो भनिएको छ। यहाँ पनि हेर्नुस् त, जोड नियममा भन्दा प्रेम र करुणाको व्यावहारिक काममा छ। तर फेरि पनि समाजमा त यसलाई क्रिस्चियन धर्म नै भनेर चिनिन्छ नि। अरू विश्वास प्रणालीहरू जस्तै यसलाई पनि एउटा धर्म भनेरै वर्गीकरण गरिन्छ। क्रिस्चियनहरूले यो सुन्दा कस्तो मान्छन् होला, आपत्ति जनाउँछन्? सामान्यतया आपत्ति नै त जनाउँदैनन्। समाजले बुझ्ने भाषा त्यही हो। उनीहरू बुझ्छन् कि बाहिरबाट हेर्दा यो एउटा धर्म जस्तो देखिन्छ र त्यसरी वर्गीकरण गर्नु स्वाभाविक हो। तर भित्री रूपमा चाहिँ हो, भित्री रूपमा उनीहरूलाई थाहा हुन्छ कि यो त्यो भन्दा धेरै हो। यो धर्म मात्र होइन, यो त आस्था हो, येशूसँगको सम्बन्ध हो। कहिलेकाहीँ त यो धर्म शब्द प्रयोग हुँदा उनीहरूलाई आफ्नो विश्वासको यो गहिरो पक्षबारे बताउने अवसर पनि मिल्छ। मतलब शब्दमै अड्किनुभन्दा त्यसको गहिरो अर्थ बुझाउनमा जोड हुन्छ। एकदम। ल, त्यसो भए आजको हाम्रो यो छलफलबाट के कुरा स्पष्ट भयो भने धर्म शब्दले प्राय बाहिरी प्रणाली, नियम, कर्मकाण्डलाई बढी सङ्केत गर्छ। हजुर। जबकि आस्थाले चाहिँ भित्री विश्वास, भरोसा र सबैभन्दा महत्त्वपूर्ण कुरा परमेश्वरसँगको व्यक्तिगत जीवन्त सम्बन्धलाई जोड दिँदो रहेछ। सही हो। यो नियमहरूको सङ्ग्रह मात्र होइन, तर येशू ख्रीष्ट मार्फत सम्भव भएको एउटा सम्बन्ध हो। कतै सुनेको थिएँ, हामीसँग धर्म छैन, हामीसँग येशूमा आस्था छ। यो भनाइले पनि यही कुरालाई जोड दिन्छ होला। हो, त्यसले सार्खी छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ न त श्रोताहरूलाई सोच्नको लागि। हुन्छ। यदि आस्था साँच्चै नै नियमभन्दा माथि उठेर परमेश्वरसँगको व्यक्तिगत र भित्री सम्बन्ध हो भने यसले हाम्रो दैनिक जीवन, हाम्रो प्रार्थना गर्ने तरिका, अरूसँग गर्ने व्यवहारलाई कसरी फरक पार्न सक्छ होला? मतलब केवल बाहिरी धार्मिक देखिने कामहरू मात्र गर्ने भन्दा अझ गहिरो रूपमा यसले के परिवर्तन ल्याउन सक्छ?